मर्न जानेन कृष्ण जप्यो तर मर्न जानेन भने पनि तरन तारण हुँदैन। एक समय एकजना व्यक्तिले जानुभयो गुरुकुलमा गएर, गुरु मलाई कृष्णको कथा सुन्दर रूपले सुनाउने गुरु पठाइदिनु पर्यो। आयोजना पनि भयो। आयोजना भएर सुन्दर ढङ्गले आयोजना गर्नुभयो। व्यास मञ्चहरू भए। यसका पनि विधि छन्। श्रीमद् भागवत पुराण कसरी आयोजना हुन्छन्, के चाहिन्छ, सबै गर्नुभयो। गुरु पनि आउनुभयो। गुरु आएर कथा सुरु गर्नुभयो। त्यो धनाढ्य व्यक्तिले घरमा पिञ्जडामा एउटा सुगा पालेको रहेछ। अगाडिपट्टि सुगा छ, सुका। गुरु कथा गर्नुहुन्छ। कृष्ण कहने से तर जाएगा भन्नुहुन्छ। परन आवे तोले एक ने मुख श्री कृष्ण कहन्ता भन्नुहुन्छ गुरु। एक पटक कृष्णको नाम मुखबाट लियो भने 100 अश्वमेध यज्ञ गरेको फल प्राप्ति हुन्छ भनेको छ शास्त्रमा। प्रेमले लिन पर्यो। गुरुले भन्नुभयो। त्यो सुगा के भन्छ? सुगा ढाँट गुरु भन्छ। हेर्नुहोस् है, अब गुरुले कथा गर्दै हुनुहुन्छ, सुगा के भन्दैछ? ढाँट गुरु भन्छ। फेरि तपाईँ जुन शास्त्र गर्नुहोस्, पढ्नुहोस्, यता गर्नुहोस् उता गर्नुहोस्, आएर कहाँ टुङ्गिन्छ? कृष्णमा। कर्मकाण्ड गर्नुहोस्, नमो ब्राह्मण्य देवाय गो ब्राह्मण्य हिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः। अन्तिममा कहाँ शरणागत हुनु पर्यो? मैले संविधा ठिक गरिन, आयो कि आएन, मेरो मन चित्तवृत्ति बस्यो कि बसेन, गोविन्द तपाईमा समर्पित गरेपछि भएपछि सबै प्राप्ति हुन्छ भनेको छ। म तपाईमा समर्पित भए। कहाँ आउनुपर्छ? तपाईँ महाभारत हेर्नुहोस् कृष्ण, गीता हेर्नुहोस् कृष्ण, तपाईँ भागवत खोल्नुहोस् कृष्ण, पद्म पुराण पढ्दै जानुहुन्छ कृष्णमा लगेर टुङ्ग्याइदिएको हुन्छ। गर्ग संहिता हेर्नुहोस् कृष्ण, कबीर बाणी हेर्नुहोस् कृष्ण। कृष्ण कृष्ण जन्म तेरा बातों ही बीत गयो कब हुन कृष्ण कहो। कबीर पनि भन्नुहुन्छ। शङ्कराचार्य अन्तिममा भज गोविन्दम किताबमा लेख्नुहुन्छ, मैले त निराकार ब्रह्म भजे तर भज गोविन्दम गोविन्दम भज मूढमते संप्राप्ते सन्निहिते काले नहीं रक्षति डुक्रिय करणे। हेर्नुहोस् त, अन्तिम